साथीहरु सोपन फार्मास्युटिकल लिमिटेड कम्पनीको आइपिओ शेयर डिमेट एकाउन्टमा आइसकेको छ। यति कुरा त तपाईलाई थाहा भइसकेको होला। अब धेरै जनाको मनमा एउटा प्रश्न आइरहेको होला कि यो कम्पनीको आइपिओ शेयर नेप्सेमा लिस्टिङ कहिले हुन्छ अनि कति समय यसको प्राइस जान सक्ने सम्भावना छ। आज यस भिडियो अन्तर्गत म सम्पूर्ण जानकारी दिन गइरहेको छु साथीहरु, त्यसैले भिडियो अन्तिमसम्म हेर्नु होला। अब आउनुस् भिडियो सुरु गरौँ। तर भिडियो सुरु गर्नुभन्दा पहिले म एउटा कुरा भन्न चाहन्छु साथीहरु, यदि तपाईहरु च्यानलमा नयाँ हुनुहुन्छ भने भिडियो एक लाइक गरेर च्यानल सब्स्क्राइब गरिदिनु होला अनि साइडमा रहेको बेल आइकन प्रेस गरेर अलमा सिलेक्ट गरिदिनु होला। साथीहरु अब तपाई यहाँ हेर्न सक्नुहुन्छ यो कम्पनीको नेटवर्क पर शेयर 92 रुपैयाँ 15 पैसा रहेको छ। अर्निङ पर शेयर 18 रुपैयाँ 33 पैसा रहेको छ। अब पहिलो ओपनिङ प्राइस चेक गर्नको लागि यसैको 3 गुणा गरिदिनुस्। जस्तै यहाँ हेर्न सक्नुहुन्छ 92.15 इन्टु 3 गर्दा चाहिँ 276.45 भयो। यसको मतलब 92.15 देखि लिएर 276 रुपैयाँ 45 पैसाको बीचमा पहिलो कारोबार हुनेछ। अब चाहिँ कुरा आउँछ यो कम्पनीको आइपिओ शेयरको प्राइस कतिसम्म जान सक्ने सम्भावना छ। साथीहरु यो कम्पनीको आइपिओ शेयर नर्मली 800 सम्म जान्छन् हैन, तर यो कम्पनीले 1000 देखि 1500 सम्म जान सक्ने सम्भावना पनि राखेको छ साथीहरु हैन। त्यसैले यति छिटो सेल नगर्नु होला। तर एउटा कुरा याद राख्नु होला साथीहरु, यसको प्राइस 1000 देखि 1500 सम्म जान सक्ने सम्भावना चाहिँ छ, यो होइन कि कन्फर्म जान्छ। अब यो कुरा चाहिँ यो कम्पनीको आइपिओ शेयर मार्केटमा कस्तो डिमान्ड हुन्छ हैन, मार्केट भ्यालु हेरेर नै थाहा हुन्छ। साथीहरु अब कुरा गरौँ यो कम्पनी मार्केटमा लिस्ट कहिले हुन्छ त। साथीहरु यसको लिस्टिङ सम्बन्धित अहिलेसम्म कुनै अपडेट आइसकेको छैन। यदि लिस्टिङ सम्बन्धित कुनै अपडेट आयो भने म एउटा स्पेशल भिडियो बनाइदिन्छु हैन। त्यसैले अहिलेसम्म यो भिडियो तपाई लाइक गर्नु भएको छैन भने एक लाइक गरेर च्यानल सब्स्क्राइब गरिदिनु होला अनि साइडमा रहेको बेल आइकन प्रेस गरेर अलमा सेलेक्ट गरिदिनु होला। अलमा क्लिक गर्नुभयो भने म जुनसुकै भिडियो पोस्ट गर्छु त्यसको नोटिफिकेसन सबभन्दा पहिले तपाई पाउनुहुनेछ।